आमा छोडिदिनुस्, यहाँ कपाल दुख्यो। खुर्कै बारे आमा होइन है अलक्षिणा, तँलाई कतिपल्ट सम्झाउनु मैले पूजा गर्ने मन्दिरमा गएर पूजा नगर भनेको सुन्दिनस्? खुब पूजा गर्न पल्टिँदो रहेछ। साँच्चै कि साँचो मैले तँलाई पूजा गरेको थिएँ भने आज मेरो छोरा मर्थ्यो। तँलाई थाहा छ त अलक्षिणा यो घरमा भित्रदेखि नै अशुभ सुरु भयो र मेरो घरको खुसी हरायो। त जाबीले मेरो कोखरी त पारिस, मेरो बुढेसकालको सारा खुसिस। हुनु त भगवानले तेरो मनको पाप देखाला र तँलाई यस्तो सजाय दिएको। थाहा छ तँलाई मेरो छोरा खस्ने अलक्षिणा कुलङ्गार्नी तँ उसके? आमा, तपाईँ यो के भन्दै हुनुहुन्छ? म अलक्षिणा होइन। मैले मन्दिरमा पूजा गर्दा के नै बिग्रिन्छ र? तपाईँ भन्नुहुन्छ मेरो छोरालाई खाइस् भनेर। श्रीमान मरेपछि मेरो पनि त संसार उजाडिएको छ नि। मेरो भाग्य नै यस्तै रहेछ। आज मैले आफ्नो श्रीमान गुमाएर एक्लै बाँच्नु परेको छ। आमा, जति तपाईँको मन दुखेको छ नि त्यति नै मेरो पनि दुखेको छ। तर मलाई मात्रै दोष दिन समस्याको समाधान होइन नि। म दोषी होइन आमा, समय र भाग्य दोषी हो। मलाई नतोड्नुस्। तँलाई नतोड्नु अलक्षिणालाई मार फाल्दिनु पर्ने। जाऊ त। ठुलो बुवा, ए भन न नानी। ठुलबा, छोरा बित्यो भन्दैमा कति चिन्ता गरेर बस्नुहुन्छ? अब भाग्यमा जे लेखिएको छ त्यही त हो नि। हो नि के गर्नुहुन्छ त नि? बिहेकै दिनमा यत्रो ठुलो घटना घट्नु भनेको साह्रै नराम्रो वज्रपात हो। साँच्चै तपाईँ त अभागी पर्नुभयो ठुलबा। आजसम्म त्यस्तो घटना हाम्रो गाउँमा कसैले पनि देखेको थिएन। आजभोलि त सबैको मन भक्कानिएको छ तपाईँको यस्तो हालत देख्दा। त्यहाँ माथि तपाईँको बुहारीको हालत पनि हेर्न सकिँदैन र उहाँको जिन्दगी पनि अन्धकार भएको हो। हिम्मत गर्नुहोस् बुवा, हामी सबै गाउँले तपाईँको साथमा हौ। फेरि दुःखमा साथ दिनलाई त गाउँ हुन्छ नि। के गर्नु त नानी, भगवानले पनि मसँग बारम्बार यत्रो ठुलो परीक्षा लिन्छ बुझ्नै सकेको छ नानी। बुढेसकालको सहारा भनेको त्यही एउटा छोरो थियो। त्यही सहारा पनि भगवानले खोसिदियो। मैले त सोचेकै थिएन बिहेको यत्रो खुसियालीको दिन यत्रो पीडा बन्छ भनेर। उता बुहारीको हालत देख्दा मेरो मन चिरिन्छ। बिचारा बुहारीको के दोष, कस्तो भाग्य रहेछ मेरो बुहारीको। अब त बाँच्नु पनि बोझ भएको छ नानी। बाँच्नुको लागि पीडा सहेर पनि बाँच्नै पर्यो नानी। भयो ठुलबा, धेरै चिन्ता गरेर के पाइन्छ र? ल अहिले म गएँ। ल त नानी, ल। बिचारा, आजभोलि तिमीलाई यस्तो हालत देख्दा मलाई साह्रै माया लाग्छ। मैले तिमीलाई पहिल्यै नै भनिसकेको थिएँ मसँग बिहे गर भनेर, तर के गर्नु, मेरो कुरै सुनेन तिमीले। आज हेर न, तिमीले जसलाई रोजेको थियो नि आज उसले तिमीलाई छोडेको। अब तिमी एक्लै भयो। तिमी यत्रिकै जिन्दगी खेर नफेला। बरु तिमीलाई म आफ्नो बनाउन तयार छु। म तिमीलाई कहिले पनि दुःख दिने छैन। म तिमीलाई रानी बनाउँछु। एकचोटि मेरो प्रस्ताव त स्वीकार गर। समय छ,
एकचोटि सोच, विद्यालाई म जस्तो तिमीलाई साथ दिन्छु भन्ने मान्छे तिमीले कहिले पनि पाउने छैन। चुप लाग्नुहोस् तपाईँ। मेरो दुःखलाई मजाक बनाउने अधिकार कसैले दिएको छैन तपाईँलाई। फेरि मेरो श्रीमानले छोडेर गयो भन्दैमा मैले अर्को बिहे गर्नुपर्छ भन्ने छैन नि। छोरी मान्छे कुनै खेलाउन होइन, बिहे गर्न मन लाग्यो गर्यो, फेरि छोडेर हिँड्ने। त्यसमाथि मलाई भगवानले विधवाको भाग्य दियो, यसमा कसैको दोष छैन। तर मेरो आत्मसम्मान मरेको छैन, अझै जिउँदैछ। हो, म एक्लै पनि बाँच्न सक्छु, कसैको सहारामा जिन्दगी चल्दैन भन्ने कुरा मैले राम्रोसँग सिकिसकेको छु। र मलाई तपाईँको प्रस्ताव होइन, मलाई आफ्नो इज्जत र सम्मान प्यारो छ। त्यसैले कृपया मेरो बाटोदेखि टाढै बस्दिनु होला, बिन्ती गर्छु म। होइन आमा, तपाईँले भाउजूलाई विधवा भनेर बारम्बार किन गाली गर्नुहुन्छ? भाउजूले त दाइलाई मारेको होइन नि। हेर्नुहोस् आमा, मान्छे मार्ने नमार्ने त भगवानको हातमा हुन्छ, त्यसमा भाउजूको के दोष? फेरि भाउजू पनि त यो घरको सदस्य हो नि। तपाईँले बारम्बार भाउजूलाई यसरी यातना दिँदाखेरि उहाँको मन कति दुख्छ होला? एकपटक तपाईँले कहिले पनि सोच्नु भएन है? आमा, तपाईँले भाउजूलाई जस्तो अपमान गर्नुहुन्छ नि, त्यो अपमान दाइलाई गरे जस्तै हो। हेर्नुहोस् आमा, म तपाईँको छोरा हो, तर यस्तो गलत कुरामा म चुप बस्न सक्दिनँ। आमा, अबदेखि भाउजूलाई सम्मान गर्नुहोस्, म तपाईँलाई यही अनुरोध गर्छु। हेर छोरा, मलाई अनुरोध गर्नु पर्दैन। न तेरो दाजुलाई रोग लागेको थियो, न के नै भएको थियो। त्यो अलक्षिणालाई बिहे गरेको दिनै तेरो दाजु जगेमा मर्यो। मेरो कलेजको टुक्रा थियो तेरो दाइ। अबै भन्छ छोरा, ती पीडाहरू सहेर म कसरी बस्न सक्छु? हेर छोरा, तैँले तेरो भाउजूको जति पक्ष लिए पनि मेरो आँखाको अगाडि ऊ अपशकुनी नै हो। म आमाको मनले भन्दैछु, जसले मेरो खुसी खोज्यो उसलाई म कसरी राम्रो गरौँ? तिमीहरूलाई त सजिलो छ बिर्सिन, तर मैले त मेरो सन्तान गुमाएको छु। त्यो घाउ कहिले भरिँदैन छोरा। सायद म सबैको नजरमा गलत हुन सक्छु होला, तर यो दुःखले मेरो मन पत्थर भइसकेको छ। त्यसैले त्यसले देख्न बित्तिकै मेरो घाउ बल्दिन्छ, तैँले बुझिस्? खै, यो आमालाई पनि म कसरी सम्झाउँ? ए भाउजू, कता हेर्नुभयो? ए कहाँ हिँड्नु नानी, घरमा बस्दा बोर लाग्छ, यसो गाउँतिर हिँड्ने कि? ए हो र, सुन्नु न भाउजू, जबसम्म तपाईँको त्यो देउरानीलाई त्यो घरमा राख्नुहुन्छ नि, तबसम्म तपाईँलाई कहिल्यै शान्ति मिल्दैन। फेरि तपाईँलाई थाहा नै छ त, तपाईँको घरमा झगडा र अशान्ति फैलिरहेको छ। त्यसैले भाउजू कहिलेकाहीँ कडा निर्णय लिनुपर्छ, नत्र पछि गएर ठुलो समस्या आउँछ। बरु मैले भनेको मान्नुहुन्छ भने त्यसलाई घरबाट निकालिदिनुहोस्, अनि बल्ल आफ्नो घरमा शान्ति आउँछ। तिमी पनि कस्तो कुरा गर्छौ नानी? यदि मैले त्यसलाई निकाल्ने अधिकार पाएको भए म पहिल्यै निकालिदिन्थेँ। फेरि त्यो घरमा बस्दा शान्ति आउँदैन भन्ने मलाई पनि थाहा छ नि। म यो घरमा एक्लै निर्णय लिने पनि होइन नि, अरू पनि घरमा छन्, अरू पनि सम्मति चाहियो नि नानी। के गर्नु त नानी, म पनि यो सहेर बस्न बाध्य भएको छु, मेरो नि मन दुखेको छ नि। कहिले काहीँ त लाग्छ यो समस्याबाट टाढा भागेर जाऊ नानी, तर परिवारको जिम्माले बाँधेर राखेको छ। भाउजूले भनेको कुरा त ठिकै हो, तर अलिक बेलैमा होस् गर्न है। ल म गएँ। ल जाऊ नानी।
बुहारी, सधैँ मेरो छोराको फोटो हेरेर कति दिन बस्छु? अब त जीवन पनि अगाडि बढाउनु पर्यो नि। म तिमीलाई मेरै आफ्नो छोरी जस्तै ठान्छु। अझै उमेर छ, अब तिमी बिहे गर। विधवाको पीडा कस्तो हुन्छ भनेर मैले बुझेको छु, तर सधैँ यस्तो कालो छाया बोकेर बाँच्न ठिक होइन नि। सायद मेरो छोराले माथिबाट हेरेको भए तिमी पनि बिहे गरेर खुसी भएर बसेको हेर्न चाहन्थ्यो होला मेरो छोराले। मैले भनेको मान्छौ भने तिमीले नयाँ जीवन सुरु गर। तिमीलाई म सबदिनै साथ दिन्छु, म कहिले रोक्दिनँ। नै बुवा, म बिहे गर्दिनँ। मेरो भाग्यमा रातो रङ लेखिएको रहेनछ, त्यसैले त यस्तो भयो। फेरि म बाहिर जति सजिए पनि भित्र त टुक्रिएको छु नि। त्यसैले बुवा, म अर्को बिहे गर्न सक्दिनँ। मेरो मनमा अझै उहाँ नै अड्किनु भएको छ। यो फोटो नै मेरो संसार हो बुवा। यही फोटो हेरेर म आफ्नो जीवन काट्नेछु। बरु मलाई यही हालतमा बाँच्न दिनुहोस्, म अरू कसैको हुन सक्दिनँ। बुहारी, त्यस भयो बुवा। हेर हेर यसको नाटक, दिनभरि आँसु झारेको नाटक गरेर हामीलाई झुक्याउनु खोज्छस्? राक्षसले कहीँ नभयो कि रातभरि दिनभरि कोसँग घुम्छे डुल्छे, अहिले आएर सत्य सावित्री बन्न खोज्छिस्? अनि यो ससुरा भनाउँदा फेरि बिहे गरिदिने कुरा गर्दो रहेछ। यसलाई कसले पत्याउँछ? तिमीलाई थाहा छ यसको चरित्र त सबैले थाहा भइसक्यो। होइन है अलक्षिणा, हातमा फोटो समाएर बस्दैमा इमान्दारी बनिन्छ जस्तो लाग्छ कि क्या? मेरो सोझो छोरा खाइहालिस्, अहिले नाटक गरेर हाम्रो आँखामा धुलो छर्नु खोज्छस्? अब धेरै ससुरा बुहारी गफेर बस्न होइन, आफ्नो आफ्नो काम गर्ने। बुहारी, धेरै नरौ, तिमी पनि जाऊ कोठामा। होइन केटा, त आज भोलि खुबै खुसी छस् त। हुन त दाइ मरेपछि विद्या भाउजूसँग खुब मोज मस्ती चलिरहेको छ नि तिमीहरूका। तँलाई थाहा छ तिमीहरू दुईजनाको गाउँभरि हल्ला चलिरहेको छ। हुन त विवेकनगर र देवर एउटै घरमा बसेपछि हल्ला त चल्ने भइहाल्यो नि। दाइ मरेपछि भाइले त मौका पाउने भइहाल्यो नि। भाउसँग दिनरात मोज मस्ती गरेर बसिहालेछस्। सत्य कुरा हामी जस्तो गाउँले लुकाएर के फाइदा तँलाई? फेरि तिमीहरूले हामी सोझा गाउँलेलाई अपुस भन्ठाने होला, तर हामी त्यस्तो अपुस पनि छैन, बुझिस्? तिमीहरू दुईजना कति नजिक छ भने यो सबै गाउँलेलाई थाहा छ, बुझिस्? सिप्लाक साला, भाउजू मेरो लागि देउता समान हो। के को देउता? र आमा समान पनि हुन्। यस्तो घटिया कुरा मसँग नगर। फेरि तेरो जस्तो सोच भएको मान्छेले अरूको सम्बन्ध बुझ्न पनि सक्दैन। मेरो भाउजू मेरो दाइको लागि सम्झना हुन् र उहाँलाई हेर्ने नजरमा पनि सम्मान हुनुपर्छ। आइन्दा मेरो भाउजूको बारेमा यस्तो बोलिस् भने म सहन सक्दिनँ। हेर केटा, नराम्रो पर्लास्। आमा जस्तो मान्छेलाई यस्तो आरोप लगाउन तँलाई लाज लाग्दैन? त्यसैले अरूलाई नराम्रो देख्नुभन्दा पहिला आफू सुध्री, बुझिस्? बाहिर बाहिर सोझो भनिन्छ, भित्र रातले हामीलाई थाहा छैन। नाटक बेसी गर्दो रहेछ। होइन है माइली, त मेरो अगाडि देखा नपर भनेर कतिचोटि भनिसकेँ मैले तँलाई। तँलाई थाहा छ मैले तँलाई देखी भने आफ्नै भाग्य जलेको जस्तै लाग्छ।
तेरो यो सेतो कपडा देख्दा मलाई लाग्छ म आफै विधवा भए कि क्या हो। त्यसैले त माइली हाम्रो छेउछाउ नआइजो न, टाढै बस्न, बुझ्ने कोसिस गर्न आफूलाई। फेरि तेरो छाया म माथि पर्यो भने दिनभरि नै नराम्रो हुन्छ क्या। नरिसा है माइली, मैले तँलाई घृणा गरेको होइन, टाढै बस भनेको मात्र हो। दिदी म तपाईँहरूको छेउ कहिले पो आएको छु र? फेरि यो सेतो कपडामा त्यस्तो नराम्रो किनै छ र? अरूले त मलाई सेतो कपडा लाएर हिँडिस् भनेर गाली गर्छन्, फेरि तपाईँ पनि त्यस्तै कुरा गर्नुहुन्छ। फेरि मैले यो सेतो कपडा रहरले लगाएको त होइन नि, मेरो भाकीले नै यस्तै बनाइदियो। र म पनि मान्छे हुँ, मन दुख्छ, पीडा हुन्छ। फेरि तपाईँहरू बुझ्न चाहनुहुन्न भने म मेरो दुःख कसैलाई सुनाउँदिनँ। हेर हेर यो अलक्षिणाले कति मुख चलाए कि मेरो छोरालाई खाएर ठुलो कुरा गर्छ। तेरो कारणले गर्दा मेरो घर उजाडिएको छ, तँलाई अलिकति पनि लाज छैन? फुरुक्क उठेर पानी लिनु गइहाल, धेरै बोलेर नाटक नगर्ने। फेरि तैँले हामीसँग आँखा जुदाएर बोल्ने हैसियत पनि छैन नि। के हो बुहारी? त्यसैले अब एक शब्द बोलिस् न तेरो मुख सुक च्यातिदिन्छु। फुरुक्क उठेर जा। ए नानी, बाउ छोरी कहाँ हिँड्न लागेको? कहाँ जानु र अङ्कल? बा बिमारी हुनुभएको थियो, त्यही तल स्वास्थ्य चौकीसम्म जानु लाग्यो। ए हो र नानी, खान्दाले के भयो त? ए दाइ के भयो तपाईँलाई? बिचारा धनी दाइले पनि साह्रै गाह्रो छ है नानी। अनि तिम्रो मम्मी माइत गयो भने आएको छैन? नै अङ्कल, आउनुभएको छैन नि। आमा आउनुभएको भए म किन जानु पर्थ्यो त बाला लिएर स्वास्थ्य चौकी? आमा जानु भइहाल्थ्यो नि। त्यो त हो नानी। धनी दाइ तातो पानी तताएर खानु, जहाँ रौसी नखानु है। हो धनी दाइ, तातो तातो भात खानुपर्छ अनि सुत्नु पर्छ अनि ठिक हुन्छ। नानी बाले स्वास्थ्य चौकी लिएर जाऊ है। हस् अङ्कल, हामी पनि जान्छौँ। 5 बजिसक्यो, स्वास्थ्य चौकी बन्द हुन्छ फेरि। 5 बजे के भयो? मेरो छोरा त्यहाँ डक्टर छ, म फोन गरेर भनिदिन्छु, बिस्तारै जाऊ न। होइन है बुढी, तँ जहिले पनि बुहारीलाई कति गाली गर्छस्? जहिले छोरो मारिस् भनेर आरोप लाउँछस्। यस्तो अन्याय त नगर्न। हो, हाम्रो छोरो मरेको हो, छोरो मर्यो भन्दैमा बुहारीलाई त दोष लाउनु पाएन नि। तँलाई त थाहा छ नि, छोरो मरेपछि बुहारी पनि त पीडामा छि नि। फेरि तैँले त बुहारीलाई कुटेर गाली गरेर के नै पाउँछस् र? तैँले त दिनदिनै घरमा आगो लगाइरहेछस्। एकचोटि राम्रोसँग सोध्छ बुढी, यही घटना हाम्रै छोरीमाथि घटेको भए तैँले कसलाई दोष दिन्थिस् भन त? त्यसैले म भन्छु बुढी, तिमीले यो व्यवहार र बोली बदल्नुपर्छ, नत्र भने यो घर टुटिन्छ। हेर्नुहोस् बुढा, म आमा हुँ। यो मुटुमा छोडेको पीडा छ, तपाईँलाई त्यो के थाहा? हुनु त तपाईँलाई बुहारीको पक्ष त छ नि, मेरो भावना कहिले बुझ्नु खोज्नु भएन। मैले 9 महिना कोखमा राखेर हुर्काएको छोरा गुमाएको छु, कसरी चुप लाग्नु? मलाई थाहा छ यो अलक्षिणा बुहारी हाम्रो घरमा आइसकेदेखि सुख शान्ति हराएको छ। बरु मलाई दोष दिनुभन्दा पहिला मेरो मनको घाउ बुझ्नुहोस्, अनि बल्ल मात्र न्यायको कुरा गर्नुहोस्। बुढी, तिमीले न्यायको कुरा गर्दैछौ? न्याय भन्ने कुरा कसैलाई घटी कसैलाई बढी हुँदैन। न्याय भन्ने कुरा सबैलाई बराबर हुनुपर्छ, बुझ्यौ?
भाउजू तपाईँ कति चिन्ता गर्नुहुन्छ तपाईँले चिन्ता गर्दैमा दाइ फर्केर आउने होइन क्यारे बरु म त भन्छु यो सेतो कपडामा कति बस्नुहुन्छ आफ्नो जिन्दगीलाई पनि रङ्गीन बनाउनुहोस् फेरि गाउँलेले जे भने पनि भन्न दिनुहोस् न उनीहरूको कामै हेप्ने हो त्यसैले नडराउनुहोस् म छु नि म तपाईँलाई सधैँ साथ दिइहाल्छु नि भाउजू बाबु समाजको काम भनेको हेप्ने त हो नि त्यो मलाई थाहा छ तर सबै कुरा सहनु त मैले हो नि हजुरले भनेको जस्तो सजिलो कहाँ छ र फेरि यो सेतो कपडा फालेर रङ्गीन जीवन रोज्नलाई तपाईँलाई थाहा छ यो सेतो कपडासँग तपाईँको दाइको सम्झना जोडिएको छ र कहिले काहीँ लाग्छ यस्ता अबुझ मान्छेहरूको कुरा सुन्दा म आफै हराइरहेको छु तर बाबु तपाईँले साथ दिन्छु भन्नुहुन्छ नि तपाईँ जस्तो मान्छे पाउँदाखेरि सास आउँछ मेरो भाउजू तपाईँ चिन्ता नगर्नु म विदेश नजानु गएछु म साथ दिन्छु तपाईँलाई ल भित्र जानुहोस् त दाइ भन न बहिनी होइन है दाइ हजुरले मैले भनेको किन मान्नुहुन्न त्यो वृद्ध महिलाको पछि लाएर हजुरले आफ्नो जिन्दगी किन बर्बाद गर्नुहुन्छ भोलि समाजले के भन्छ भनेर सोच्नु न भोलि दुःख पाउने हजुरले नै त हो नि म तपाईँको भलो चाहन्छु त्यसैले बारम्बार सम्झाइरहेकी छु गलत बाटो नरोज्नुहोस् भनेर तपाईँलाई थाहा त त्यो केटी दुःखमा छ भनेर तर पनि हजुरले आफ्नो जिन्दगी किन अन्धकारमा लानुहुन्छ दाइ मेरो कुरा बुझ्नुहोस् भावनामा बगेर यति ठुलो निर्णय नलिनुहोस् बहिनी ऊ वृद्ध छ भन्दा सधैँभरि यसरी बस्न दिनु त भएन नि त्यसैले बिहे गरेर अर्को घर जाँ पनि बसाउन सकिन्छ नि फेरि तिमी समाजको डर देखाउँछौ समाजको डर देखाएर मात्रै तर मान्छे समाजदेखि खुसी होइन आफ्नै मनदेखि निर्धारण हुनुपर्छ हो बहिनी म उसलाई माया गर्छु उसको विकास सम्झेर होइन कि म वर्तमान र भविष्य हेरेर उसलाई माया गर्छु हो ऊ पनि मान्छे हो उसलाई पनि खुसी चाहिन्छ नि त्यसैले उसलाई खुसी दिने अधिकार मेरो छ म उसलाई साथ दिन्छु र तिमी सानै छौ यस्तो कुरा तिमीले बुझ्दैन पनि साँचो माएर साथ भनेको ठुलो कुरा हो बहिनी दाइ दुःख पर्दा साथ दिनु राम्रो कुरा हो तर समय पनि त हेर्नु पर्यो समय सकेछ बहिनी चिना अरूदेखि यो घरमा एकचोटि बस्नु पाउँदैनस् तेरो कारणले छोरा छोरी बुढाको सबैले गाली खाएको छु मैले तेरो यो अशुभ छायाले मेरो छोरा गयो अझै पनि यही घरमा बस्नु खोज्छस् मेरो घरलाई शान्ति चाहिएको छ तेरो उपस्थिति होइन
विधवा भएर पनि यति धेरै किन ढिट बने कि समाजले के भन्छ थाहा छ? अब यस्ता अप्सुकुनीलाई घरमा राख्दिन म। त्यसैले त अब धेरै नाटक नगर, यो घर छोडेर खुक्कै गइहाल। तेरो अब यहाँ कुनै पनि ठाउँ छैन। सासू आमा तपाईँ यो के भन्दै हुनुहुन्छ? म तपाईँको बुहारी हुँ। मैले यो घरमा आफ्नो सिन्दुर मेटाएकी छु। यति सजिलै घर छोडेर जा भन्नुहुन्छ? तपाईँलाई पनि त थाहा छ नि मेरो यो घरमा सबै कुरा जोडिएको छ र मेरो संसार यही हो। म कहाँ जाउँ? तपाईँ आफै भन्नुहोस् त, मैले कसको के बिगारेको छु? भाग्यले मेरो श्रीमान खोसियो, त्यसको सजाय मलाई किन दिँदै हुनुहुन्छ? यदि तपाईँले नै मेरो साथ छोड्नु भयो भने म जिउँदो लास हुन्छु। सासू आमा मलाई घरबाट ननिकाल्नुहोस्। बिचारा मेरो बुहारीले कहाँ घरबाट निकाल्छ? आऊ बा आऊ। रङ भएको साडीमा मेरी बुहारीलाई कति राम्रो देखिन्छ। हजुर बुहारी, ए बुहारी, होइन एउटा निर्दोष विधवा बुहारीको यो सेतो कपडामा रङ फालेर के साबित गर्न खोजेको? गुण्डागर्दी गरेर अरूको इज्जत लुट्नेहरू याद राख, यो घरमा यस्तो नीच काम कहिले पनि हुँदैन, बुझ्यौ? अनि जेठी बुहारी, तिमी एउटा महिला भएर अर्को महिलाको पीडा नबुझ्ने कस्तो खालको महिला हो तिमी? अर्काको घाउमा नुन छर्किन लाज लागेन? तिमीहरूलाई थाहा छ उसले लगाएको यो सेतो कपडा उसको कुनै कमजोरी होइन, उसको दुःखको चिनो हो, चिनो। त्यसमाथि तिमीहरूले रङ फालेर चरित्र देखायो होइन? आजदेखि यो घरमा यस्तो अन्याय गर्ने जो कोही भए पनि त्यसलाई म कडा सजाय दिन्छु। भाउजू, आज मैले तपाईँको असली रूप देखेँ। आफ्नै घरको विधवा भाउजूमाथि रङ फालेर यस्तो काम गर्ने। आज तपाईँले यस्तो काम गरेर हाम्रो इज्जत दुलोमा मिलाइदिनु भयो। तपाईँलाई अलिकति पनि लाज लाग्दैन? जसले जीवनभरको खुसी गुमाएकी छे, त्यही माथि भाउजूलाई पीडा दिनु, यो त मान्छेपनै हराएको काम हो। तपाईँलाई थाहा छ, तपाईँसँग हिँड्ने यो गुण्डाले होइन, तपाईँले नै आफ्नो घर बिगार्नु भएको छ। अब भाउजू, परिवारको अगाडि कसरी मुख देखाउनुहुन्छ? यसैसँग बिहे गरेर जानुहोस्। सम्झिनुहोस्, आज तपाईँले गरेको अपमानको यो दाग कहिले पनि मेटिँदैन। एउटा कुरा याद राख्नुहोस् भाउजू, यो भाउजूको आँसुको पाप तपाईँलाई अवश्य लाग्नेछ। ठिक भन्यो छोराले। बुढी तँ पनि निक्लिएर जा, बुहारी तिमी पनि जाऊ। अब हामी तीनजना मात्रै बस्छौँ मिलेर यो घरमा। भनेपछि तिमीलाई घरमा बास छैन, बरु हिँड मै लान्छु। ल बुहारी, म पनि तिमीसँगै जान्छु, होइन नि यो घरमा मलाई मार्छ। तपाईँ के काम पर्यो? आफू जानु जानु। तै जा बुहारी,
मलाई माफ गरिदे। म यो बुढेसकालमा म कहाँ जाने? तिम्रो ससुराबालाई सम्झाइदेऊ न। ए अझै सम्झाइदिनु रे तँलाई त